बिन्द बस्नेमा आएको फोटो हाल्न नपाए पनि बिन्द बस्नेमा आएको ठ्याक्कै क्रस भयो अनि यहाँ सोमनाथ पनि हो साथै यो गाडी त मलाई सोमनाथ जस्तो पनि लागेको सोमनाथ पनि हेर्छ सब ट्रेकिङ जान्छ अब यो लाइट जाडो मौसम भइसकेपछि त ठ्याक्क हो उनीहरू नि माथि अप्पर मुस्ताङले जाने हो बेलुका चाहिँ सौला बल्ल यो साग्लो बाटो भइसकेपछि बल्ल राम्रो देखेर कि यहाँ नत्र भने सिङ्गल बाटो थियो अब यहाँको बाटोहरू बन्दैछ साथीहरू यो लामाचोर जाने पुल हो लामाचोर जाने पुलमा होइन यो पुल बनेपछि अलिकति फरक देखिन्छ है अलिकति मार्केट पनि लामाचोरको चाहिँ मार्केट लिन्छ क्या होइन त नि हाइवे हो पुलिस सानो बनाएको बाग्नु हाइवे योबाट नि जान्छ र हाइवे त्यताबाट त आउने ए बाग्नु हाइवे मैले अहिले चाहिँ ठुलो ठुलो टिप्पर ट्रकहरू बसहरू नाइट बसहरू अब यता बाग्नु यता जान्छ क्या ए नाइट बस अनि ठुलो ठुलो बस अब यता मन्दिरपुरतिर पृथ्वी चौकतिर आउँदैन नि अब यताबाट विजयपुर बाडा क्रसिङ गरेर त्यो छेउछेउ यता हुँदै त्यो आर्मी ब्यारेकको पछाडिबाट सिधै यता निकाल्छ नदीपुर भएर निकालेर यता नदीपुर हुँदै अब पिएन क्याम्पस हुँदै है अब हाम्रो पुल्लेन पूजा फुल मन्दिर जाने बाटो हो यो साइडमा राम्रो रेस्टुरेन्ट बनाउँदो रहेछ उतापट्टि पनि पुल बन्दैछ यसको बल्ल अलिकति विकास हुँदैछ भ्रष्टाचार बढी गरेर यो अलिकति देश विकास हुन सक्दैन तै पनि ल साथीहरू मैले 2 वर्ष पहिला ठिक्का गरेको गजुरे घाट आउँदैछ गजुरे घाट सँगै बसेको होइन विवादलाई चिनेनस् क्या त नि यो गजुरे घाट है मैले 2 वर्ष पहिला गरेको ठेक्का चाहिँ यहाँभन्दा मुनि हो यो चाहिँ भाइरल रोड भाइरल रोड है एन्जाको भाइरल रोड ल माछा पुस्रे अन्नपूर्ण माछा पुस्रे सब धौलागिरी सब अब हेर्दै जानु होला तपाईँ यता माछा पुस्रे अन्नपूर्ण धौलागिरी अन्त हाँसी नदेखेको क्या होइन माछा पुस्रे जुन
ल यहाँ के देख्नुहुन्छ ल हेर्नुहोस् है कसको घरहरू हो यो मेरो घर हो भनेर मेसेज छोड्न नि मिल्छ है हामीले नचिने पनि आफ्नो घर चाहिँ आफैले चिने हामी हेम्जा आइपुग्यौँ हेम्जा मिलन चोकको पेट्रोल पम्प मिलन चोक यता घाचोक जाने लाचोक जाने गीतका सङ्गको साथसाथमा क्या मैले माछा पुछ्रे चाहिँ यसो ल्याइदिउँ भनेको नौडाँडा आइपुग्यो नौडाँडा है नौडाँडा आइपुग्यो नौडाँडा गाडी ड्राइभ गर्नुहुन्छ मक्कलतिरको भ्यू पनि देखाइदिन्छ पोखरा नदेख्यो भने पोखराको कुनाका फेवातालको नमुना त देख्नुहुन्छ नि त लुम्ले आइपुग्यो लुम्ले यताबाट कोही जाने हो नारायण सर जस्तो लाग्थ्यो क्या हो
अँ बाग्लो मन्दिर आइपुग्यो बाग्लो मन्दिर सबले पूजाको सामान लानु भन्ने हामी त दर्शन मात्र गरेर आएको के अरे खास नि यस्तैमा मन्दिरको वरिपरि चाहिँ खास नि क्या ट्याक्स के छ कस्तो छ भनेर सोध्नु पर्ने यस्तोमा होइन एउटा फुल राखेर अनि यताउता गरेर के अरे 400-500 लिन्छ त यस्तोमा हो क्या ट्याक्सहरू गर्नुपर्ने ओम नमः शिवाय ओम नमः शिवाय कालिका भगवती मन्दिरमा पाल्न हुने सम्पूर्ण भक्तजन एवं दर्शनार्थीहरूमा हार्दिक स्वागत गर्दछौँ। कालिका भगवती गुटी व्यवस्थापन समितिमा पो रहेछन् कालिका मन्दिर दर्शन है अब गर्ने हो नि त बिचमा जङ्गलकै जङ्गल राति बाघ आउँछ दर्शन गर्न आउने होला नि त अहिले यस्तो नयाँ स्थापना हुँदै रहेछ क्या थिएन के यहाँ रुखहरू थियो क्या खै यो कहिले स्थापना भएको भनेर यहाँ हुन पनि भनेको नरहेछ नत्र हुन्छ पहिला त थिएन जस रहेनछ कालिज त्यो चाहिँ काली चाहिँ उता गयो यता गएको चाहिँ भाले हो यता गएको चाहिँ त्यो चाहिँ काली छ मन्दिर नदीहरू र कालिज कसैले के कालिज दौडिने ठाउँ पो हो त कालिज देखेर कस्तो लाग्यो तपाईँलाई मनमा चसक्क पऱ्यो कि परेन कालिजको भालेपछि डेटिङ गरेर देखेर चाहिँ हामी पनि यसो प्रपोज गरेको नि पुरा लाइटै अलिकति भनेको अलिकति जानु त जय बागलुङ कालिका माई ल हामी आज बागलुङ कालिका माईलाई दर्शन गर्न आएका छौँ तपाईँहरूलाई पनि दर्शन गर्न मन लाग्छ भने यही साथमा यसै भिडियो मार्फत तपाईँहरू सबैजनाले दर्शन गर्न होला है बागलुङ कालिका माई यहाँ लाइन छ ए बागलुङ कालिका माई बागलुङ कालिका माईलाई दर्शन जय शिवलिङ्ग जय जय पञ्चमुख जय जय बागलुङ कालिका माई जय प्रभु नमन छ कामहरू सक्सेस हुनुहुन्छ
भ्रमण छ हजुरलाई भ्रमण छ। ओहो हलो 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 यहाँ साथी पनि ए हो ल ठिक है अहिले भेटौँ होला। ल हामी शालिग्राम धाममा आइपुग्यौँ होइन ब्रदर? यो शालिग्राम धाम हो क्या, शालिग्राम धाम। अस्ति न महायज्ञ भएको ठाउँै हो क्या। श्री रङबे कटेज मुक्ति नारायण मन्दिर। भाउजू बेटा भाउजू। ओ हेलो गाइजहरू, ओ गाइस छोटा गाइस। अहिले ल हेर्नुहोस् शालिग्रामको दया करुणा उदारता ममता त्याग क्षमा राष्ट्रप्रेम दान अहिंसा सत्य सदाचार शुभवचन रिस राग देश कलह लोभ घमण्ड आलस्य अकर्मण्यता अहंकार पाप कलेश ईर्ष्या। यो गुफा यो बनेको थिएन कि यहाँ पार्किङ गर्न दिन्न के। गुफा हो पार्किङ गर्न दिन्न नि। खास भने नि होइन होइन यस्तो यस्तो त्यहाँबाट यसरी निक्लिने ठाउँ बनाउँदैछ क्या। यी हेऱ्याबाटै निक्लिने मिल्छ कि त्यहाँ। मैले भन्दैछु त टिकट त्यसैको त लाउने हो नि, अरू कहाँ लाउँछ र। त्यहाँबाट यहाँ निक्लिन्छ, यहाँ निक्लिने मिल्ने हो क्या। टाइगर हो हजुर हामी नारायण थान मन्दिर। नारायण थान मन्दिर यहाँ महायज्ञ चाहिँ यहाँ भएको कि। प्र्याक्टिस चलेको थिएँ।